नमस्कार सबै कपिलवस्तुवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र देशव्यापी रूपमा सुन्नुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। भ्रष्टाचारले सीमा नआएको छ। अहिले कपिलवस्तुको वार्ड नम्बर 9 मा रहेको जर्लैया नाकामा हामी आएका छौँ। न त यहाँका जनप्रतिनिधिले आवाज सुनेका छन्, न त यहाँका तपाईँका ठुला भरियाका नेताहरूले सुनेका छन्, न त यहाँका स्थानीय पत्रकारहरूले देख्नु भएको छ। पीडा कसैले देखेको छैन, कसैले छोरी गुमाउनु भएको छ यही ठाउँमा। तर यहाँ चरम भ्रष्टाचार कसरी भएको छ भने 18,000 घनमिटर निकाल्नु पर्नेमा 24 दिनमा जम्मा 3,000 घनमिटर निकालिएको छ भन्ने चाहिँ डाटामा देखिएको छ। यसलाई चाहिँ नीतिगत रूपमा भ्रष्टाचार भएको छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब यसरी हामी चुप लाएर बस्ने हो भने नेपाल र स्पेसली रूपमा कपिलवस्तु जिल्ला यसै पछि परेको होइन। यहाँ तपाईँ कागजी रूपमा चाहिँ भ्रष्टाचार गरेर लुटतन्त्र मचाउनेको विरुद्ध चाहिँ आज हामी सबै जनता जाएका छौँ। यहाँ सबै सभा पछाडि बस्नुभएका जनताहरू जति हुनुहुन्छ उहाँहरूलाई एउटा पीडा छ, उहाँहरूलाई हेपिएको छ, आवाज दबाइएको छ, गुन्डाहरू पठाएर पिटाइएको छ। यस विरुद्धमा चाहिँ आज हामी खडा भएका छौँ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज तपाईँहरूले पनि यो भिडियोलाई जहाँ देख्नुहुन्छ सेयर गर्नु होला, सबैजनालाई चाहिँ म्यासेज गरेर पठाउनु होला। यसरी नीतिगत भ्रष्टाचारमा नयाँ आएको सरकार सुशासनको लागि हामी नयाँ सरकारलाई भोट दिएका हौँ। राष्ट्र सरकारलाई सुशासनको लागि दिएका हौँ भोट। यस्तै सुशासनको अवस्था आउँदै गर्दा, सरकार परिवर्तन हुँदै गर्दा पनि यहाँका जनताले न्याय पाउने छैनन् भने चाहिँ हामी अझै पनि पछाडि नै छौँ। जनताको माग रहेको छ, दुवैतिर घना बस्ती रहेको छ, निर्वाध रूपमा चाहिँ गाडी घोडा कुदाइएको छ, सिधै खोलाबाट बालुवा गिट्टी दोहन भएको छ, चोरी भएको छ, निकासी भएको छ, खोलाको किनारमा प्लट राखेर यहाँ त बिजनेस गरिएको छ। यस्तै खोलैमा प्लट राखेर बिजनेस गर्नेहरूलाई चाहिँ तपाईँहरूले के भन्नुहुन्छ? के हामी जनताको चाहिँ आवाज हुन गइरहेको छौँ? म स्थानीयहरूसँग चाहिँ तपाईँहरूलाई प्रत्यक्ष कुरा गराउन जान गइरहेको छु। नमस्कार, के हजुरको नाम के बुवा? मेरो नाम दुर्गाबहादुर थापा। यहाँ खास भएको के हो? भएको चाहिँ के हो भने खास भन्दाखेरि हजुर जस्तो ठेक्कापट्टा भयो त्यो सरकारको धन हो, ठेक्का गर्न पायो। हाम्रो गाउँघरमा भएको एकदम घना बस्तीबाट बिचबाट डबल गाडी चल्ने र हिजो घटेको घटना एउटा बच्ची मरेपछि हामीले हार गुहार चारैतिर गरियो, पत्रकारहरूलाई पनि सूचना दिइयो, तर यहाँ कोही सामेल भएनन्। पत्रकार पनि हाम्रो मेयर साहब या प्रशासनको केमा दबावमा भएको कारणले यहाँ आएर सत्य तथ्य लेख्न डराउनु भयो। यहाँ कोही दिएन। हिजो गएर नगरपालिकामा हामीले मेयरलाई भेटौँ भनेको मेयरको मोबाइल स्विच अफ, मान्छे गोल। त्यसपछि गयो सिडिओ कार्यालयतिर। धन्यवाद धन्यवाद बुआ। ल बुआ, हम का कहे चाहे थन कि यहाँ का समस्या बताइए जाए? सर अत्याचार भय है। अत्याचार बा है? हाँ, अत्याचार भय है। अरे यहाँ वैसे जबरदस्ती मलबो लूट ले जाते हैं। हाँ, यह कुछ बहुत अत्याचार हो गया। यहाँ का नेता है, यह सबके समस्या है। गोरु बछरू का मनाई तिनाई सबका समस्या है। ल धन्यवाद। स्थानीय युवासँग चाहिँ भन्न चाहन्छु के भइरहेको, खासमा यहाँ के भइरहेको, हामी जनता चाहिँ के लागि उठिरहेको भन्नुहोस् त? यहाँ चाहिँ एकदम आतंक, टिप्पर र ट्र्याक्टरको आतंक भएको छ। हाम्रो गाउँको घना बस्ती हो यो। हाम्रो नम्बरी जग्गाबाट बनाएको कुनै हाइवे रोड होइन यो। हाम्रो बिस्तारामा हेर्न जानुस्, हाम्रो भान्सामा हेर्न जानुस्, किचनमा खाना पकाउने ठाउँमा हेर्न जानुस्, धुलो छ त्यहाँ, यति धुलो छ होइन। कि त मेयर र उपमेयरले हाम्रो जगदीशपुर डाँडा 9 नम्बरवाला किन्नुहुन्छ, दुई गाउँ त्यो दुईतिरको बस्ती किन्नुहुन्छ भने हामी बेचेर यो ठाउँ छोडेर जान तयार छौँ। हाम्रो घरको पैसा दिनुहोस्, हामी यो आतंक सहन सक्दैनौँ। एकदम यहाँ लुटतन्त्र भएको छ। यो खोलाबाट कति किलोमिटरसम्म नियम हो यहाँ प्लान्ट राख्ने, डम्पिङ राख्ने, त्यो पनि हामी यहाँ नाप्न पऱ्यो नि आएर। आजसम्म कुनै निकायले आएर भनेको छैन। एक्सिडेन्ट भयो, बच्चा मऱ्यो, त्यहाँ तपाईँको अझै पनि ब्लड छ त्यहाँ बाटोमा, तर कोही पनि आएर आजसम्म पत्रकारहरू आएर यहाँको गुनासो जनगुनासो कसैले पनि बुझ्न सकेका छैन। मैले 6 जना पत्रकारको नम्बर पाएर मैले फोन गरेँ। 6 जना पत्रकार जर्लैया नाका भनेर यहाँ फोन, मेरो भैरुवा जाने काम छ, मलाई पेट दुख्यो, मेरो खुट्टा दुखेछ, म आउन भ्याउँदैन भनेर बहानाबाजी बनाउनु भयो। यहाँ चाहिँ एकदमै आतंकै मचाएको। धन्यवाद। यहाँ एकजना दिदी हुनुहुन्छ। ल दिदी, तपाईँ महिलाको पनि स्वाभाविकता भनेर चाहिँ हाम्रो चाहिँ सुशासनको नारा रहेको छ, तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ? के भइरहेको दिदी यहाँदेखि वर्षौँदेखि बालुवाहरू निकास गरिने, ठेक्कापट्टा गर्ने भइरहेको थियो। तर अहिले चाहिँ तपाईँको ट्र्याक्टरहरू, ट्रक, टिप्परहरू अत्याधिक भए र त्यसै सिलसिलामा एउटा 3 क्लासमा पढ्ने आशिका खत्री भन्ने एउटा सानो नानुको आज मृत्यु भएको 3 दिन हुँदा पनि हाम्रो आँखाले स्वयं देख्दाखेरि नि कतै यो घटना
होइन कि जस्तो आफैलाई फिल भएको अवस्था र यो बेलामा पनि हाम्रो यो यत्रो घटना हुँदाखेरि यति सानो बच्चीले टिप्परले किचाएर घटना हुँदासम्म पनि हाम्रो अहिलेसम्म यो नेपालको अभिन्न अङ्ग भनेर एउटा पत्रकारितालाई बुझिने क्षेत्रको हाम्रो दाजुभाइहरू एकजना पनि नआएको अवस्था, यत्रो घटना हुँदा नआएको अवस्था, त्योदेखि हामी एकदम दुखी छौँ। र यसै गरी हाम्रो पुलिस प्रशासनबाट पनि घटना भएको थाहा पाउँदा पनि त्यो स्थानमा आएर उपस्थित भएर के हो कस्तो सत्य तथ्य पत्ता लगाउन नसकेको र अहिलेसम्म त्यति चासो नराखेको अवस्थाले गर्दाखेरि र हामीले यहाँको स्वास्थ्यको लागि धुवा धुलो अत्याधिक रूपमा अत्याधिक रूपमा भोगिरहेको र यहाँको हिँड्दाखेरि नि हामी पैदल यात्राहरू गर्दाखेरि पनि हामीलाई कैयौँ ट्र्याक्टर ड्राइभरहरूले तिर्को ठेक्का र 2 करोडको ठेक्का हो भन्ने यस्ता चुनौतीहरू दिने र यसै गरेर किच्याइदिउँ मारिदिउँ के हो र हामीले त यत्रो खोलामा पैसा गरिरहेका छौँ भनेर यस्ताहरू कुराहरू गर्ने व्यवहारहरू गर्ने अत्याधिक हामीलाई चापहरू दिने र यहाँका स्थानीय मान्छेहरू स्थानीय जनताहरू र स्वयं मैले नै भने कुनै पनि कुरा खोलाको बारेमा उठाएँ भने अन्जना त यस्तो नगर तँलाई कति पैसा चाहिन्छ 5,000 10,000 कतिमा अन्जना 20,000मा बिक्न सक्छ अनि त्यसै अनुसारका कुराहरू द्याएर पैसाहरू द्याएर मलाई पैसामा किनेर र एकातिर लगेर मलाई ल ठिक छ भनेर मलाई चुप्पचाप्प लगाएर यस्तो गरेर यो बाटो यो खोलाको निकास गरिरहेको अवस्थाले गर्दाखेरि र हाम्रो स्कुलको गाडीहरू आउने जाने क्रम जारी भइरहने र यो बेलामा पनि कुनै साइड दिनु छैन, स्पिड गति एकदम तीव्र रूपमा भएकोले गर्दाखेरि हामीले यो राज्यको सम्पत्तिप्रति खोला बन्द गर्नुपर्छ। हाम्रो यो अभियान होइन, यो खोलालाई जे जसरी हुन्छ बस्ती नभएको ठाउँबाट साइडबाट के कताबाट हुन्छ र बस्ती नभएको ठाउँबाट त्यही अनुसार निकास गरेर लैजाओस् र राज्यको सम्पत्तिप्रति हामीले यो बन्द गर्छौँ भन्ने हाम्रो आह्वान होइन र यो बाटाहरू धन्यवाद दिदीमा। ल दाजु तपाईँले चाहिँ के देख्नु भएको छ वर्षौँदेखि तपाईँले अघि कुरा गर्नुभयो सर आफ्नो भाषामा बोल्न जाए हम बुझी म अहिले 20 वर्षदेखि यहाँ जे भए पनि दादागिरीले गरेछन्। गाउँसित केही मतलब छैन। हुने खाने 10-20 जनाले जसलाई पनि चापेको छन्। आज हुने खानेले चाप्ने मान्छे त्यसैको नानी मर्यो, एकदम त्यसैको नानी मर्यो। आज त्यो मान्छे कहाँ हराएको छ? त्यसले गर्दाखेरि अर्कोको नानी पनि मर्ला। त्यो भन्दा भाइ दाइ अहिले व्यक्तिगत उसमा कसैमा नजाउँ। ल बुवा को हुनुहुन्छ? आउनुहोस् बुवा त आउनुहोस्। ल यस विषयप्रति चाहिँ तपाईँले ध्यान आकर्षण गराइदिनु होला चाहिँ के हो खासमा हामीले यहाँ चाहिँ अहिले हाम्रो जनताले आवाज उठाइरहेको विषय के हो, आखिर के गर्न खोजिरहेछौँ हामीले? अब यो कुरो के छ भन्दाखेरि यहाँ अहिलेदेखि होइन धेरै पहिलेदेखि छ यो नदी त अब सरकारको भइहाल्यो, यसमा चाहिँ जनताको केही गुनासो छैन। तर नदी पनि अत्याधिक उत्खनन भएछ, यहाँ आवश्यकताभन्दा बढी गहिरो भइसक्यो, पानीका स्रोतहरू सुकिसके र यहाँको योसम्म भइरहेछ। सबैले अनुभूति गर्न सकेछ छैन। यहाँको खेती योग्य जुन जमिनहरू हो त्यसको उत्पादन घट्ने र पानीको जुन चिस्यान छ, माटोमा हुनुपर्ने चिस्यान समेत अहिले चाहिँ हराइसकेको अवस्था छ। र यो यति मात्रै नभएर यो त प्राकृतिक कुरो भयो। यति मात्रै नभएर यहाँ केसम्म भएछ भन्दाखेरि जीव ज्यानको एकदम जोखिम भएको छ। हामीले अहिलेदेखि होइन लगभग 50-52 सालदेखि नै यो आवाज उठाउँदै र केही समय विरोध गर्छ। उहाँहरूले आवाज त उठाउनु भयो तर आवाज सुनिएन। अब तपाईँहरूलाई देखाउन चाहन्छु कसरी यहाँ चाहिँ अब गरिरहेको छ। आउनु सक्नुहुन्छ? आउनु सबैजना आउनुहोस्, यतातिर आउनुहोस् त सर। तपाईँहरूले हेर्न सक्नुहुन्छ दर्शकवृन्द, यो पछाडि चाहिँ यो जर्रे नाकामा चाहिँ डम्पिङ गरेर चाहिँ नाप्नको लागि रेडी बनाएको ठाउँ हो। अहिलेसम्म चाहिँ बिक्री लेटर भनेर चाहिँ नगरपालिकाले 2 चोटि बिक्री लेटर निकालेको छ। एकचोटि चाहिँ 1200 घनमिटरको र एकचोटि 1350 घनमिटरको निकालेको छ। तर यहाँ चाहिँ नीतिगत रूपमा चाहिँ राजस्व चाहिँ 940 घनमिटरको निकालेको छ। यसका लागि चाहिँ तपाईँहरूले बुझ्न सक्नुहुन्छ 18,000 घनमिटरमा 24 दिनमा जम्मा तपाईँको 3,000 भन्दा कम चाहिँ यिनीहरूले कागजी रूपमा चाहिँ प्रमाणित गरेका छन्। र यहीँ रहेको छ यो नाप्ने ठाउँ र बेचेको ठाउँ तपाईँहरूले यहाँबाट हेर्न सक्नुहुन्छ। पछाडि रहेको छ हेर्नुहोस्, पछाडि यहाँ चाहिँ यो ठेकेदारहरूले प्लटिङ गरेका छन्। हेर्नुहोस् त्यसरी जालीमा राखेर यिनीहरू यहाँ धन्दा चलाइरहेका छन्। यो कसले बोल्ने हो? यसको विरुद्धमा लड्ने को प्रशासन? पुलिस लड्ने हो कि निर्वाचन आयोग लड्ने हो कि वन लड्ने हो कि पर्यटन लड्ने हो कि सिँचाइ लड्ने हो कि कसले हो यसको बारेमा बोल्ने? को हो त्यो आधिकारिक व्यक्तित्व?
प्रशासनले सिडिओ साहबसँग निवेदन गर्न चाहन्छु, यदि यो केन्द्रमा आवाज पुग्छ भने एकचोटि चाहिँ सबैजनाले चाहिँ सुनिदिनु होला। यदि यो कुरा बालेन शाहसम्म पुग्छ भने पनि तपाईँहरूले पुर्याइदिनु होला, सेयर गरेर पुर्याइदिनु होला। कपिलवस्तुमा चरम भ्रष्टाचार भएको छ। यो भ्रष्टाचार अन्त्यका निम्ति चाहिँ तपाईँहरूले जित्नु भएको हो, हामीले जिताएका हौँ, हामी लडेका हौँ। यसका लागि चाहिँ तपाईँले यो भिडियो यदि तपाईँसम्म आउँछ भने कपिलवस्तु नगरपालिकाले जुन ठेक्का खुलाएको छ त्यो ठेक्का अहिले हेर्न सक्नुहुन्छ खोलाको लेभल घटिसकेको छ। धेरै गाउँलेहरूलाई सोध्न सक्नुहुन्छ कि वाटर लेभल घटेर पानीको वाटर लेभल घटेर चाहिँ अहिले पानी आउन बन्द भएको छ। यो कुरा चाहिँ कसकोमा घरमा बन्द भएको छ भन्नुभएको थियो अरे अघि। ल बुवा भन्नुहोस्, तपाईँको गाउँमा पानीको लेभल घटेर के छ? नदीको यो उथलले के भन्न सक्नुहुन्छ? अहिले यो नदी सुचारू बल्ल ननिकाल्दा चाहिँ 20 फुटमा मेरो घरमा पानी आउँथ्यो, अहिले 200 फुट गर्दाखेरि पानी आउँदैन। ल हेर्न सक्नुहुन्छ, यहाँ सिधै सुन्न सक्नुहुन्छ। अनि खेतीमा खेती योग्य जमिनमा एकदम चाहिँ पानी कुलाको पानी लगायो 1 घन्टामा सुक्छ, जो कि पहिले 15 दिनसम्म सुक्दिन्थ्यो। त्यो स्थिति आइसक्यो। हो, यही हो। प्रकृतिलाई तपाईँको धेरै छेडखानी भयो भने प्रकृतिले चाहिँ तपाईँलाई दिने हो, खाने हो। आज हामीले यो खोला नाला नदी जङ्गल बचाउन सकेन भने अब आउने सन्ततिहरू रुनेछन्। अब आउने सन्ततिले चाहिँ बाडङ्गा खोला थियो है भनेर भन्नेछन्। आमा दाजुभाइ दिदीबहिनीहरू, मैले एकजना युवालाई यहाँ भेटेको छु, तपाईँले आएर प्रत्यक्ष रूपमा हेर्नु भएको छ, कैसन लगा था बताइए अपन? अब आप लोग देखल जाए वरना अब यहाँ के हमन कौन सी समस्या बा कह के घटना भी घटल बा यहाँ के हो कि नहीं। अब स्टूडेंट का क्लास 3 क्लास में पढ़े वाला लड़कन की घटना घटल बा। आप लोग देखल जाए बा स्थानीय मन के कौन सी घट बातन हमन के मनन कह के स्थानीय सरकार, प्रदेश सरकार, केंद्रीय सरकार एकदम मनन कह दिहल जाए, बुझ दिहल जाए हमन के कौन सी चाहे के आवश्यकता कह के। अब हेरल जाए नदिया हेरल जाए, ये प्लॉटिंग के कर लिए होए जनता के इतना ही होवे। यहाँ नल भी बावे, नल भी सुखाई के बावे। अब खेती योग्य जब जमीन बावे यहाँ वो भी नहीं बावे। धन्यवाद एकदम चाहिँ अब उहाँले भन्न खोज्नु भएको बुझ्नुभयो होला। अहिले चाहिँ न खेती भएको छ, न त पानी खानालाई पानी भएको छ। आमा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले चाहिँ यसपटक मनन गरिदिनु होला। हजुरलाई के लाग्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ या पर्दैन? यदि पर्छ जस्तो लाग्छ भने यो भिडियोलाई धेरैभन्दा धेरैजनालाई सेयर गरिदिनु होला। यो हाम्रो लागि बनाएको होइन। यहाँ कपिलवस्तुमा कुनै पनि पत्रकार नआइसकेपछि आज म इन्जिनियर देवेन्द्र कुमार शर्माले एउटा चाहिँ पत्रकारको एउटा चाहिँ भूमिका खेल्न परेको छ। म एउटा सिभिल इन्जिनियर हो, जनताको लागि चाहिँ नक्सा कोरेर जनताको चाहिँ विकासको निम्ति चाहिँ विकासको योजनाहरू हेर्ने काम हो। म विकास विरोधी होइन आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म एउटा इन्जिनियर हो। विकासको क्रममा चाहिँ यो गिट्टी बालुवाहरू चाहिन्छ, लैजानुपर्छ, खन्नुपर्छ, तर चाहिँ नीतिगत रूपमा। तपाईँको देखाउनलाई चाहिँ जम्मा 3000 घनमिटर देखाउने लिएर जाने भने बेलामा चाहिँ 30,000 घनमिटर गइसकेको छ। आफै हेर्नुहोस् न, जम्मा 400 ट्र्याक्टर 24 दिनमा चाहिँ 400 ट्र्याक्टर मात्रै जान्छ यो खोलाबाट। हरेक दिन 400 ट्र्याक्टर जान्छ। त्यो भनेको एक दिनको देखाएर 23 दिनको चाहिँ यहाँ भ्रष्टाचार भएको छ। सोच्नुहोस् कति करोडको भ्रष्टाचार भइसकेको होला। हो, यसको विरुद्ध चाहिँ अभियान चलाउनुपर्छ भन्दै हामी यहाँ आएका छौँ। अहिले हामी बाडगाँ खोलाको कुस्मा र जर्लैया घाटको चाहिँ जर्लैया घाटमा छौँ अहिले। यो चाहिँ कपिलवस्तु नगरपालिका अन्तर्गत पर्छ। कपिलवस्तु नगरपालिकाले पर्कुमेन्ट खुलाएको थियो, 2 करोड माथिको ठेक्का परेको थियो। त्योभन्दा 5-6 करोडको चाहिँ माल उठिसकेको छ। तर चाहिँ कागजमा जम्मा चाहिँ तपाईँको 3000 घनमिटर मात्र बिक्री लेटरमा देखिएकोले चाहिँ एकदम दुःख लागेको छ। यस विरुद्ध चाहिँ सबै जनता जाग्नुपर्छ भन्दै चाहिँ आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद।